यसैगरी श्री रामजानी सेवा समितिका प्रतिनिधि तेजबहादुर विश्वज्यूलाई सम्मान पत्र ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। तेजबहादुर विश्वज्यू श्री रामजानी सेवा समिति प्रतिनिधिको रूपमा सम्मान ग्रहण गर्दै हार्दिक अनुरोध गर्दछौँ। यसैगरी नाथज्यूलाई सम्मान ग्रहण गर्नका लागि हार्दिक आमन्त्रण गर्दछौँ। कृपया मञ्चमा आएर सम्मान ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। प्रेमनाथ ज्यूलाई सम्मान गर्नका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। यसैगरी श्री ज्योति फ्रेन्सिस स्टोरका सञ्चालक ज्यूलाई पनि सम्मान ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ। श्री ज्योति फ्रेन्सिस स्टोरका सञ्चालक ज्यूलाई पनि यसैगरी श्री ज्योति फ्रेन्सिस स्टोर सुर्लाफाडा नगरपालिका 10 झलारीका सञ्चालक मदन महरा ज्यूलाई सम्मान ग्रहण गर्नका लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछौँ। 45 केही पुरुष 45 केही तौल समूहका फाइनल खेल भइरहेको छ अहिले। आमन्त्रण गर्दछौँ। अङ्गित भट्ट बेलारी र भुवन विष्ट आयोजक शुक्लाफाट सम्मानका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। अङ्गित भट्ट बेलाउरी हुनुहुन्छ भने भुवन भट्ट आयोजक कमिटीका आयोजक शुक्लाफाटका हुनुहुन्छ। प्रकाश शर्माका प्रतिनिधिलाई पनि सम्मान ग्रहण गर्नका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। हाल अमेरिकामा हुनुभएका श्री डाक्टर प्रकाश शर्माज्यूले हाम्रो यस कार्यक्रमलाई आतिथ्य गर्नुभई खेलाडीहरूको हौसला प्रदान गर्नुभएमा सम्मान प्रदान गरिएको छ र प्रतिनिधिज्यूले डाक्टर प्रकाश शर्माज्यूको सम्मान ग्रहण गर्नुहुन हार्दिक रातो रिबनका अङ्गित भट्टलाई दोस्रो चेतना दिइसकेको छ। यसैगरी हाम्रो यस कार्यक्रमलाई सहयोग गर्नुहुने श्री पदमराज भट्टज्यूलाई सम्मान पत्र प्रदान गरिएको छ र उक्त सम्मान पत्र ग्रहण गर्नुहुनका लागि हाम्रो यस शुक्लाफाडा नगरपालिका 1 का अध्यक्ष उत्तमदेव भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु र प्रदान गर्नुहुनका लागि हाम्रो यस शुक्लाफाडा नगरपालिकाका नगर प्रमुख र यस कार्यक्रमका विशिष्ट अतिथि रणबहादुर महाराजलाई हार्दिक अनुरोध गर्दछु। सेतो रिबनका भुवन विष्ट आयोजक शुक्लाफाट विजय हुनुभई प्रथम स्थान हासिल गर्नुभएको छ। धन्यवाद अतिथिज्यू।